भनेर हामी मधेसको प्रोपर मधेसको पहिलेको पुरानो मधेस, पुरानो हुलाकी बाटो, पुरानो चाहिँ यहाँका बस्तीहरू, पुरानो इतिहासका नेताहरू, यो सबैको गाउँहरू हुँदै आज यो मधेसका महत्त्वपूर्ण योगदान दिने सपुतहरू, मधेसका शहीदहरू, उनीहरूलाई सम्मान गर्दै मधेसका प्राचीन पुराना गाउँहरूलाई सम्मान गर्दै यो खास गरी हुलाकी बाटोबाट हुलाकी मार्ग समातेर हामी 70देखि अहिले यसपालि 72सम्म अब हाम्रो यो यात्रा हामीले रामेश्वर बाबुको उहाँ पनि ठाउँबाट हामी अब यो रामनारायण मिश्रको ठाउँसम्मको यो यात्रा छ। यसपालि हाम्रा सपुतहरू, हाम्रा लोकतन्त्रका हाम्रा अग्रजहरूको चाहिँ ठाउँलाई सम्मान गर्न, उहाँहरूको ठाउँमालाई दर्शन गर्न र यिनै ठाउँहरूमा तपाईँहरूसँग भेट गरेर आजको राष्ट्रको राजनीतिक परिस्थितिको विवेचना गर्न अहिले हामी मधेस सम्मानका अभियान अन्तर्गत हुलाकी मार्ग हुँदै आइरहेका छौँ र यो हुलाकी मार्ग नै वास्तवमा काङ्ग्रेसको पहिले हिँड्नु गएराले यही बाटो पूर्व पश्चिम राजमार्गको कल्पना गर्नुभएको थियो। पञ्चायत महेन्द्रले माथि लगे। अहिले फेरि काङ्ग्रेसको सरकार 47-48 सालमा काङ्ग्रेस सरकार बनेपछि भारतसँग सम्झौता गरेर यो बाटो बनाउन हामीले सुरु गरेको, तर भारतका ठेकेदारहरूले काम गरेनन्। धेरै वर्ष अल्मल्याए। फेरि हामी आफैले ल्याएर बजेट हालेर, ठुलो बजेट हालेर यो मार्गका सारा पुलहरू, यो मार्गको सबै ठाउँमा पक्की सडकहरू, यसलाई अब चाँडोभन्दा चाँडो हुलाकी मार्गलाई सम्पन्न गर्ने हाम्रो अठोट पनि छ। यो हुलाकी मार्गको प्रगतिलाई पनि हेर्दै, यसको निरीक्षण गर्दै हामी यो मधेस सम्मान अभियान अन्तर्गत तपाईँहरूको गाउँमा आइपुगेका छौँ। ब्रह्मपुर गाउँ वास्तवमा अघि नै हाम्रो सभापतिले भनिसक्नुभयो, यहाँ रामेश्वर बाबुको पनि धेरै सङ्गत भएको ठाउँ हो। नेपालको 2007 सालदेखिको यो प्रजातन्त्रको आन्दोलनसँग जोडिएको यो ठाउँ हो। अब यहाँ चाहिँ हाम्रो बेलाको सिमदान चौधरीजी अब उहाँ धेरै उहाँको मेरो सम्पर्कमा हुनुहुन्छ। उहाँले मेरो गाउँमा कार्यक्रम एउटा राख्छु भन्नुभयो, यसपालि आउँदा मैले भने ठिक छ, बिहानै खाना आउनु पर्छ। तर अहिले त्यहाँदेखि त्यो उताको कार्यक्रमले गर्दा हामी ढिलो आएका छौँ। तर साथीहरू, अहिलेको यो अभियानमा दुई-तीनवटा कुराहरू मैले भन्नु छ। एउटा कुरो त देशको परिस्थिति, अहिले नेपालको परिस्थिति धेरै मेहनत गरेर हामीले संविधान बनायौँ, चुनाव गरायौँ, एउटा राजनीतिक स्थायित्व भयो। अब देशले समृद्धि हासिल गर्छ, प्रगति गर्छ, नेपालमा कृषि क्रान्ति हुन्छ, नेपालमा पर्यटनको विकास हुन्छ, नेपालमा ऊर्जा शक्तिको विकास भएर नेपाल धनी बन्छ भनेर नेपाली जनता सुखी नेपाली सम्पन्न नेपाल बन्छ भनेर अपेक्षा गरेको बेलामा कम्युनिस्ट पार्टीले त्यत्रो मत पाएर सत्ता चलाउने अवसर पाउँदा पनि अहिले उनीहरूले आफ्नै कारणले यो सत्तालाई दुरुपयोग गरेर, जनताले दिएको मतलाई दुरुपयोग गरेर, जनताले दिएको अभिमतलाई उपेक्षा गरेर, संविधानलाई समेत उपेक्षा गरेर, लोकतन्त्रलाई समेत आघात पुर्याउने गरी
यो मुलुकलाई समेत आघात पुर्याउने गरी आज यो प्रतिनिधि सभा भङ्ग भएको छ। प्रतिनिधि सभा विघटन भएको छ। प्रतिनिधि सभा विघटन हुँदा अब देश अन्यलमा परेको छ। यो चुनावको छाटकाट देखिएको छैन। यो चुनाव सजिलैसँग हुने अवस्था पनि छैन। यो चुनाव हुन्छ भने पनि यो प्रतिनिधि सभाबाट अब हुने चुनावबाट बन्ने प्रधानमन्त्री लोकतान्त्रिक प्रधानमन्त्री बन्दैन, तानाशाह प्रधानमन्त्री बन्ने अवस्था आएको छ। तानाशाही आउँछ नेपालमा, फेरि अधिनायकवाद आउँछ नेपालमा। किनभने प्रधानमन्त्रीले जे गर्न पनि पाउनु भयो नि त। प्रधानमन्त्रीलाई संविधानले पनि नछेक्ने भएपछि यो संविधानमा यो प्रधानमन्त्रीलाई प्रतिनिधि सभा भङ्ग गर्ने कहीँ पनि ठाउँ छैन। संविधानले नदिएको काम पनि गर्ने भएपछि अब आउने चुनावबाट आयो भने पनि यो संविधान नमान्ने, निरङ्कुश शासन लाग्ने, देशमा फेरि पुरानै तानाशाही व्यवस्थातिर नेपाललाई लैजाने एउटा खतरा उपस्थित भएको छ। यो संविधान बनाउँदा हामीले धेरै लामो सङ्घर्षपछि आज नेपालका सबै जात जाति वर्ण क्षेत्रलाई अधिकार पुग्ने गरेर, महिलाहरूको अधिकारलाई सुरक्षित गरेर, मधेसीहरूको अधिकारको रक्षा गर्ने गरेर, यो दलितहरूको अधिकारको रक्षा गर्ने गरेर, जनजातिहरूको थारू मुसलमानको अधिकारको रक्षा गर्ने गरेर सम्पूर्ण गाउँका मान्छेको अधिकारलाई सुरक्षित गर्ने गरेर सिंहदरबारको अधिकार गाउँमै ल्याउने व्यवस्था गरेर हामीले यो संविधान बनाएको, हामी सबै बसेर बनाएको संविधान केपी ओली समेत बसेर गरेको सहमतिमाथि केपी ओलीले धोका दिएका छन्। यो संविधानमाथि विश्वासघात गरेका छन्। राष्ट्रिय सहमतिमाथि विश्वासघात गरेका छन्। आफैलाई मत दिने जनतामाथि विश्वासघात गरेर आज देशलाई अन्यलमा पुर्याएको छ। त्यसो भएको हुनाले हामी भन्दैछौँ यो संविधान विघटन हुन हुँदैन, यो सुरक्षित हुनुपर्छ। यो संसद विघटन भएको अवैधानिक छ। अदालतले यसलाई पुनर्स्थापन गर्नुपर्छ। संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कहीँ ठाउँ राखेको छैन। त्यसकारण यो असंवैधानिक हो, यो अलोकतान्त्रिक हो। असंवैधानिक र अलोकतान्त्रिक कार्यलाई देशको सर्वोच्च अदालतले स्वीकृति दिन हुँदैन। यसलाई रिजेक्ट गर्नुपर्छ, पुनर्स्थापन गर्नुपर्छ। संसद फेरि पुनर्स्थापन हुनुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ। किनभने हामी त संसदमा छैनौँ। संसदमा नभए पनि यो हामीलाई अहिले हामी त अब चुनाव भयो भने सजिलै जित्छौँ। अब तिनीहरू कम्युनिस्टको भण्डाफोर भइसकेको छ, सबैको भण्डाफोर भएको छ। अबको चुनावमा काङ्ग्रेसलाई जित्न कुनै गाह्रो छैन। हामी चुनाव जित्न हामीलाई गाह्रो छैन। हामीलाई सजिलै हामी जित्न सक्छौँ। तर हामी के भनेदेखि हामीले सांसद हुन पायौँ, मन्त्री हुन पायौँ, प्रधानमन्त्री हुन पायौँ भनेर त्यतैतिर मचिएर हामी चाहिँ संविधानको वास्ता नगरी, लोकतन्त्रको वास्ता नगरी, यो राष्ट्र कता जाँदैछ त्यसलाई विचार नगरी त्यसै हाम फाल्नेवाला हामी छैनौँ। हाम्रो लागि यो संविधान प्यारो छ। हाम्रो लागि संविधान महत्त्वपूर्ण छ। हाम्रो लागि लोकतन्त्र महत्त्वपूर्ण छ। हाम्रो लागि यो राष्ट्र महत्त्वपूर्ण छ। यो चाहिँ विघटनले राष्ट्रलाई एउटा ठुलो विग्रहमा लान सक्ने खतरा पनि छ। नेपाललाई अफगानिस्तान जस्तो बनाउने खतरा पनि छ। त्यसो भएको हुनाले देशलाई जोगाउनको लागि पनि यो संविधान जोगाउनुपर्छ, यो लोकतन्त्र जोगाउनुपर्छ भनेर हामी लागेका छौँ। प्रतिनिधि सभा पुनर्स्थापन होस् भन्ने हाम्रो भनाइ
यसमा हामीले स्पष्टसँग भनेका छौँ। त्यसो भएको हुनाले हामी केवल आफ्नो स्वार्थको लागि मात्रै, हामी पदको लोभी भएर मात्रै राजनीतिमा लागेको होइन, हामी सिद्धान्तको लागि लागेको हो। हाम्रो सिद्धान्त छ, तर अरू पार्टीहरू हेर्नु, अरू पार्टीहरूको सिद्धान्त छैन। अरू पार्टी सिद्धान्तमा अडिएका छैनन्। कम्युनिस्टहरूको कुनै सिद्धान्तको टुङ्गो छैन। यो कम्युनिस्टहरू मार्क्सवाद, लेनिनवाद, माओवाद भन्दै भन्दै आएर अहिले आएर नौलो जनवाद, अनि बहुदलीय जनवाद, अनि जनताको जनवाद, अनि के बात, सारा दिनदिनै शब्द फेर्ने, दिनदिनै परिभाषा बदल्ने र यिनीहरूको कुनै संविधान, कुनै सिद्धान्तको टुङ्गो छैन। सिद्धान्तको ठेगान नभएकाहरूलाई राष्ट्रले विश्वास गर्न सक्दैन। यिनीहरू सिद्धान्तको आधारमा एक भएका रहेनछन्। यिनीहरू त मिलौँ, दुई थरी मिलौँ, सिट जितौँ अनि सत्ता भोग गरौँ भनेर मिलेका रहेछन्। जब चाहिँ सत्तामा पुगे अनि केही बाँडीचुँडी त्यो भागभण्डामा यिनको झगडा भयो। त्यसले गर्दा यिनीहरूको भुँडी गोराफोर भयो। त्यसले गर्दा यिनीहरूको सबै सिद्धान्त चकनाचुर भयो। यिनीहरूको जनतालाई दिएका आश्वासन, जनतालाई दिएका दुनिया वचन आज हावामा बिलाए। यस्तो भएको छ। यस्तै यहाँ मधेसको नाममा पनि जो पार्टीहरू खुले, तिनीहरूको पनि असली चरित्र देखिसक्नुभयो। तिनीहरू कति सिद्धान्तवादी रहेछन्। तिनीहरूको के सिद्धान्त रहेछ? नेपाल र नेपाली जनताको लागि, मधेस र मधेसी जनताको लागि ती पार्टीहरूको सिद्धान्त के रहेछ, कस्तो नैतिकता रहेछ, त्यो पनि तपाईँहरूले देखिसक्नुभयो। त्यही केपी ओलीलाई यिनीहरूले सबैभन्दा एक नम्बरको मधेसको दुश्मन भने, त्यही केपी ओलीको सरकारमा टाँसिन पनि यिनीहरू पुगे। यो सबै हामीले देखेका छौँ। यस्तो किसिमको चरित्र मधेसका पार्टी भन्नेहरूले पनि आज यिनीहरू पनि जनताको अगाडि नाङ्गो भइसकेका छन्। हुँदा मधेसको नाम जप्ता अहिले त यिनको पार्टीको नाममा मधेस नै छैन। कहाँ गयो मधेस? यिनीहरूको के हो सिद्धान्त? हिजो मधेसको सिद्धान्त भन्थे, आज गएर के सङ्घीय समाजवादी अरे, के समाज हुँदा के समाजवादी भन्छ यो जनता समाजवादी अरे। फेरै छ नाम, सिद्धान्त फेरै छ। यो सिद्धान्तको टुङ्गो नभएकाहरूलाई देशको जिम्मा दिन सकिन्छ। सिद्धान्तको टुङ्गो नभएकाहरूलाई जनताले आफ्नो भाग्य सुहाउन सक्दैन। जनताले अब यस्तो सिद्धान्तहीनहरूलाई जनताले आफ्नो भाग्य सुहाउन हुँदैन। जनताले आफ्नो मत दिन हुँदैन। सिद्धान्तको टुङ्गो भएकालाई मात्रै जनताले पत्याउन पर्छ। नेपाली काङ्ग्रेस मात्रै सिद्धान्त भएको पार्टी हो। यो पार्टी राष्ट्रियता, प्रजातन्त्र, समाजवाद यो सिद्धान्तलाई कहिल्यै फेरेको छैन। यसलाई व्यवहारमा उतार्न मात्रै यसले चाहन्छ। काङ्ग्रेसको सिद्धान्त यदि व्यवहारमा उत्रने हो भने यो काङ्ग्रेसको सिद्धान्तले नेपालको लागि मधेस पनि राष्ट्रियता, पहाड पनि राष्ट्रियता, हिमाल पनि राष्ट्रियता, मधेस पनि राष्ट्र, हिमाल पनि राष्ट्र, पहाड पनि राष्ट्र, सम्पूर्ण मधेस, पहाड, तराई, हिमालको एकता नै नेपाली काङ्ग्रेसको राष्ट्रियता हो। मधेसलाई हेला गर्ने काङ्ग्रेसको कहिल्यै राष्ट्रियता होइन। काङ्ग्रेसको राष्ट्रियता सबै हामी एउटै भएर, एकाकार भएर नेपालको उन्नति गर्ने, नेपालको सुख दुःख बाँडेर लिने। अहिले यहाँ तराईको यो उर्वर भूमिबाट उब्जाउ भएको सम्पत्ति पहाडकाले पनि भोग गर्ने। पहाडमा उत्पादन भएको विद्युत, पहाडमा उत्पादन भएको सम्पत्ति, त्यो जडीबुटी, त्यसको हिस्सा पनि मधेसले पनि भोग गर्ने। यो एउटा समानता, यो राष्ट्रियता नेपाली काङ्ग्रेसको त्यस्तो राष्ट्रियता हो। हिमालको सम्पत्ति र मधेसको सम्पत्ति हामी सबै मिलेर बाँडेर उपयोग गरौँ
सबै नेपाली एकैचोटि सुखी र सम्पन्न बनाऊ। नेपाली काङ्ग्रेसको राष्ट्रियता त्यस्तो राष्ट्रियता हो र त्यस्तै गरेर यो नेपाली काङ्ग्रेसको लोकतन्त्रले सिंहदरबारमा मात्रै हुकुम त्यहाँबाट हुने होइन, गाउँका जनताले आफ्नो शासन आफै गर्न पाउने नेपाली काङ्ग्रेसको लोकतन्त्र, जनताले चुनेका प्रतिनिधिले जनताको हितभन्दा बाहिर जान नपाउने नेपाली काङ्ग्रेसको लोकतन्त्र हो भने नेपाली काङ्ग्रेसको लोकतन्त्र भनेको नेपाली काङ्ग्रेस समाजवादसित जोडिएको छ। समाजवाद भनेको यहाँ कसैमाथि पनि पक्ष नगर्ने, भेदभाव नगर्ने, जातीय भेदभाव नगर्ने, ढेकीय भेदभाव नगर्ने, लैङ्गिक भेदभाव नगर्ने र सारा हिमाल पहाड मधेस तराई सबै बराबर भन्ने यो समाजवाद हो नेपाली काङ्ग्रेसको। सबैकोलाई सम्मान, सबै मान्छेको आत्मसम्मानलाई, मधेसको पनि सम्मान, महिलाको पनि सम्मान, दलितको पनि सम्मान, सबै जनताको जनजातिको सम्मानलाई चाहिँ नि यो नेपाली काङ्ग्रेसको समाजवादले बताउँछ। त्यसो भएको हुनाले यो राष्ट्रियता, प्रजातन्त्र, समाजवाद काङ्ग्रेसले सिद्धान्त लिएको 7 सालदेखि हो र त्यसलाई अझ हामी परिमार्जन गरेर, अझ खारेर, अझ समाजवादलाई अझ स्पष्ट रूपमा जनताको पक्षमा, दलितको पक्षमा, महिलाको पक्षमा, जनजातिको पक्षमा, पिछडिएका वर्गको पक्षमा यो समाजवादको नीति आज हामी लागू गर्न चाहन्छौँ। हाम्रो समाजवाद भनेको निमुखालाई न्याय, विपन्नलाई आय हो। हाम्रो समाजवाद भनेको, हाम्रो समाजवाद भनेको नेपाली काङ्ग्रेस भनेको किसानको पार्टी हो, नेपाली काङ्ग्रेस भनेको श्रमिकको साथी हो। हाम्रो समाजवाद त्यही हो। हाम्रो समाजवादले आज सारा जनतालाई समानतामा ल्याउन चाहेको छ, सबैको समान उन्नति चाहेको छ। त्यो सिद्धान्त लिएर हामी राजनीतिमा छौँ र हाम्रो पार्टीलाई पनि अझ निखारेर, अझ सुधारेर यसभित्र रहेका सबै विकृतिहरूलाई हटाएर एउटा शुद्ध सिद्धान्तमा अडिएको काङ्ग्रेस बनाउने अभियानमा हामीहरू छौँ। यतिखेर हामी देशको संविधान बचाउने लडाइँ पनि लडिरहेका छौँ, पार्टीको विधान बचाउने लडाइँ पनि लडिरहेका छौँ, पार्टीको सिद्धान्त बचाउने लडाइँ हामी लडिरहेका छौँ र नेपाली काङ्ग्रेसलाई जनताको सही पार्टी बनाएर जनताको भरोसाको केन्द्र नेपाली काङ्ग्रेसलाई बनाउने, नेपाली काङ्ग्रेसलाई जनताको एकमात्र भरोसाको केन्द्र, यो राष्ट्रलाई काङ्ग्रेसले जोगाउँछ, यो राष्ट्रलाई काङ्ग्रेसले बनाउँछ, जनतालाई न्याय काङ्ग्रेसले नै दिन्छ, समानता र स्वतन्त्रता नेपाली काङ्ग्रेसले नै दिन्छ भनेर हामी यो प्रमाणित गर्न चाहन्छौँ। हामी नेपाली काङ्ग्रेसलाई सिद्धान्तमा उठाउन चाहन्छौँ, सिद्धान्तमा खडा गर्न चाहन्छौँ। त्यसकारण यो पार्टी सिद्धान्तमा विश्वास गर्ने पार्टी हो। त्यसो भएर हामी सिद्धान्तको लागि अहिले तत्काल हामीलाई के पद पायो भनेर पदको लागि दौड्दैनौँ, सिद्धान्तको लागि दौडन्छौँ, संविधान रक्षाको लागि दौडन्छौँ। यही कुरा तपाईँहरूलाई म भन्न चाहन्छु। धेरै कुरा गर्नु थियो तर अब समयले साथ दिएको छैन। मसँग पार्टीका केन्द्रीय सदस्यहरू पनि सधैँ आउनुभएको थियो, कमला पन्तजी, सरिता प्रसाईजी, अब त्यसमा रुक्मिणीजी विराटनगरको देखि महिला सङ्घको नेता शान्ता पौडेलजी भयो 1 नम्बरको सांसद, अनि हाम्रो अरू पनि महिला नेताहरू सँगसँगै हामीसँग हुनुहुन्छ। तर हुँदाहुँदैको सांसदले पनि बोल्न पाउनु भएन। यहाँ 2टा सांसद हुनुहुन्छ यहाँ है। त्यसो भएको हुनाले सबैको तर्फबाट उता गएर बोधे वर्षाइमा फेरि अर्को कार्यक्रम छ, अनि उहाँमाथि पनि आज भरेका लाहानमा फेरि अर्को छ भेटघाट। र त्यसो भएको हुनाले समयले धेरै बिछेको हुनाले यो गाउँमा आएर यस्तो रमाइलो अनुभव धेरै वर्षौँ हुँदाहुँदै पनि वास्तवमा मलाई चाहिँ अब यहाँबाट जानुपर्ने भएको छ।
मेरो त सिद्धान्त नै गाउँमै बसौँ बनाउने, गाउँबाट भागेको मलाई गाउँमै फर्काएर यही स्थिर बनाउने, यही नै सुविधा ल्याउने, यही नै क्वालिटीको एजुकेसन, क्वालिटीको स्वास्थ्य सेवा, यहाँको प्रविधिको विकास, कृषि क्रान्ति यहाँको चाहिँ सम्पूर्ण गाउँकै हराभरा बनाएर, गाउँमै औद्योगिक क्षेत्र बनाएर, गाउँमै रोजगारीको अवसर सिर्जना गरेर गाउँमै बसौँ बनाउने हाम्रो सिद्धान्त हो। त्यसको लागि हामी लडिरहेका छौँ। त्यसकारण मलाई त गाउँ जस्तो आएपछि गाउँ छोड्नै मन लाग्दैन, तैपनि बाध्यता छ। उतापट्टिको जनताले प्रतीक्षा गरेको हुनाले तपाईँहरूसँग अनुरोध गर्दै आफ्नो भलाइ टुङ्ग्याउन चाहन्छु। क्षमा गर्नुहोला, हामी चाँडै गयौँ भनेर नभन्नुहोला। जय नेपाल।